दर्शकबिनहरू नमस्कार, तपाईहरुलाई स्वागत छ हाम्रो आजको अर्को भिडियोमा। आजको भिडियोमा निकै नै दुःखद खबर तपाईहरुको माझ हामी शेयर गर्न गइरहेका छौं। एउटा नेपाली फिल्मी क्षेत्र र गायन क्षेत्रमा निकै नै सुमधुर आवाज रहेको र इन्डियन आइडलबाट विजेता बनेका, इन्डियन आइडलको तेस्रो संस्करणमा विजेता बनेका नेपाली मूलका प्रशान्त तामाङको निधन भएको खबर प्राप्त भएको छ। यो खबर हामी तपाईहरुलाई जानकारी गराउन पनि निकै भावविह्वल भएका छौं। गायक प्रशान्त तामाङको हृदयघातको कारण निधन भएको छ। उनको आइतबार निधन भएको जनाइएको छ। इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनीत फिल्म ब्याटल अफ गलवान अभिनयरत रहेका थिए, जसको डबिङ समेत बाँकी रहेको अवस्थामा थियो। प्रशान्त तामाङले नेपाली फिल्म गोर्खा पल्टन, परदेशी 2 लगायत नेपाली फिल्ममा अभिनय गरिसकेका छन् र उनले गीत पनि गाएका छन्। साथै उनले थुप्रै चर्चित गीतहरू पनि गाएका छन्। भारतीय मूलका नेपाली भाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता पनि रहेका थिए। उनले इन्डियन आइडल जितिसकेपछि निकै नै चर्चामा आएका थिए र नेपालमा आएर पनि उनले थुप्रै गीतहरू गाएका थिए र फिल्महरूमा पनि अभिनय गरेका थिए। उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन्। उनी पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ र त्यहाँ नै उनको निधन भएको भन्ने खबर चाहिँ प्राप्त भएको छ। यसरी एउटा निकै नै सुमधुर आवाजका धनी र अभिनयकामा पनि पोख्त रहेका गायक प्रशान्त तामाङको अकस्मात हृदयघातको कारण चाहिँ निधन भएको खबर आएको हो र यो खबर हामीले तपाईहरुलाई प्रस्तुत गरेका छौं। अब एकदमै एउटा नेपाली गायन क्षेत्रमा पनि निकै प्रभाव छोड्न सक्ने र अभिनयमा पनि प्रभाव छोड्न सक्ने एउटा गायकको, अभिनेताको निधन भएको खबरले समग्र गायन क्षेत्र र फिल्मी क्षेत्रमा पक्कै पनि निकै नै ठूलो असर परेको छ र दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली हामी यस भिडियो मार्फत व्यक्त गर्न चाहन्छौं। धन्यवाद।